आज म तपाईहरुसँग परमेश्वरको वचनबाट मेरो नक्कल गर भन्ने बारेमा बोल्न चाहन्छु। ख्रीष्ट येशू संसारमा आउनु भएर जाऊ संसारको पल्लो छेउसम्म गएर पिता पुत्र पवित्र आत्माको नाउँमा बप्तिस्मा देऊ अनि मैले सिकाएको कुराहरू पालन गर्न सिकाऊ, चेला बनाऊ, अर्को ठाउँमा गएर सारा प्राणीलाई सुसमाचार सुनाऊ र विश्वास गर्ने र बप्तिस्मा लिनेले उद्धार पाउनेछ। मलाई पछ्याउनेहरूमा यो चिन्हहरू हुनेछ, चमत्कारहरू हुनेछ, मेरो नाउँमा भूतहरू धपाउनेछन्, नयाँ भाषा बोल्नेछन् अनि साथसाथै सर्पहरू उचाल्नेछन्, विषालुको रोपिए पनि हानि हुने छैन र बिमारीहरूमाथि हात राख्नेछन्, तिनीहरू निको हुनेछन्। पाउलहरूको ठाउँमा छ मेरो सुसमाचार मिठो मिठो बोलीमा बुद्धि र ज्ञानको कुरामा आएन, तर पवित्र आत्माको शक्तिमा चिन्ह र चमत्कारसँग आयो भनेर पाउलले भन्नुहुन्छ। र मैले अध्ययन गरेँ मेरो यो 47 इयर्सको क्रिस्चियन जीवनमा मैले देखेँ अब अहिले सुसमाचार प्रचारको नयाँ नयाँ प्रविधिहरू आइरहेछ, स्ट्राटेजीहरू आइरहेछ, रणनीतिहरू आइरहेछ, नयाँ तालिमहरू। कम्तीमा पनि एउटा पास्टरले आफ्नो पास्टरीय सेवकैभरिमा लगभग उसले आफ्नो कम्तीमा पनि 25-30 वटा त तालिम लिएकै हुन्छ। 25-30 भन्दा त पहिलेको एउटा बाइबल कलेज जानुभन्दा अगाडि छोटो मोटो तालिमहरू बाइबल कलेज हुनसक्छ। 2 वर्षको CTS, 3 वर्षको डिप्लोमा, 4 वर्षको BTS, 6 वर्षको MTH, MDiv अनि त्यहाँदेखि रिसर्च PhD। हाम्रो क्रिस्चियनहरूको PhD र बाहिरको PhD अलि मिल्दैन, तर एनिवे यति लामो तालिम त गरेकै हुन्छ। अनि हरेक विश्वासीहरू लाइफमा कम्तीमा एटलिस्ट 12वटा सेमिनारहरू, 12वटा छोटो तालिमहरू लिएकै हुन्छन्। यतिको बावजुद पनि आज किन संसारमा सुसमाचार पुगेको छैन? किन चर्चहरू खुम्चिँदै जाँदैछ? किन पाउलले 2 वर्ष बस्दाखेरि एसिया माइनरमा येशूको नाउँ नसुन्ने एकजना पनि थिएन भनेर लेखिएको छ। तर अहिले आएर हामी 2000 वर्षदेखि यता हाम्रो क्रिस्चियन उपस्थिति यस संसारमा छ। लगभग 200वटा देशमा, हरेक देशमा प्रभु येशू ख्रीष्टको बारेमा प्रचार भइरहेको छ। अनि साथसाथै कुनै कुनै देशमा गाह्रो होला, तर त्यहाँ पनि भूमिगत रूपमा क्रिस्चियनहरूले येशूको गवाही दिइरहेका छन्। र पनि किन सुसमाचारले संसार छिचोल्न सकिरहेको छैन? किनभने हामीलाई किन रिएभान्जलिजम चाहिरहेको छ? अनि मैले एउटै कुरा मेरो निष्कर्ष आयो, त्यो चाहिँ के भने हामीले एउटा मेन कुरा चुकाइरहेका छौँ। पवित्र आत्माको अभिषेक होइन, चिन्ह चमत्कार आश्चर्य कर्म होइन। अहिले पनि हामीसँग हाम्रो यो युगमा केही प्रभुका दासहरू छन् जसको सेवकाइमा एक दर्जन होइन 400 सम्म मरेका मानिसहरू बौरी उठेका छन्। यति चिन्ह चमत्कार शक्तिको कार्यहरू हुँदा हुँदै पनि किन आज क्रिस्चियन परिवारले आफ्नो छोराछोरीहरू गुमाउँदैछन्? किन पास्टरले आफ्नो चर्चमा सदस्यहरू गुमाउँदैछन्? मलाई यो चाहिँ गजब लाग्यो। एउटै कुरा हामीले चुकाएको रहेछौँ। त्यो चाहिँ पाउलले के भन्छ भने पहिलो कोरिन्थी 11:1 मेरो अनुसरण गर्ने हो, मलाई पछ्याउने हो भनेको थियो, जसरी म ख्रीष्टको अनुसरण गर्दछु। अनि आज क्रिस्चियनिटीको एउटा ग्याप चाहिँ के रहेछ भन्दाखेरि अनुसरण, टु फलो, टु इमिटेट। यहाँ पाउलले के भन्छ? इमिटेट मी एज आई इमिटेट जिजस क्राइस्ट। होइन, येशूको मैले जसरी उहाँलाई पछ्याउँछु, उहाँको नक्कल गर्छु, त्यसरी मेरो नक्कल तिमीहरूले गर, पाउलले भन्छ। आज हामीले हाम्रो छोराछोरीलाई, हाम्रा मण्डलीका विश्वासीहरूलाई, हाम्रो समाजलाई मलाई हेर म कसरी ख्रीष्टको जीवन जिरहेको छु भन्न नसकेको कारण आज जति नै हामीले फुर्ती लडाए पनि, जति नै स्ट्राटेजीहरू हामीले गरे पनि, जति नै हामीले नयाँ नयाँ तरिकाहरू डिजिटल ठुलो कुरा भएको छ,
आज धेरै धेरै सेमिनारहरू देख्छु, फेसबुकमा देख्छु, युट्युबमा देख्छु। यो डिजिटल युगमा डिजिटल इभान्जलिजम गर्नुपर्छ। म भन्छु यदि हामीले येशूलाई अनुसरण गरेनौँ, पावलको अनुसरण गरेनौँ भने वाट एभर मेबी डिजिटल होस् कि पावर अफ गड, हामी संसारलाई जित्न सक्ने छैनौँ। सबैभन्दा पहिला हामीले जित्ने चाहिँ गवाईले हो। येशूले आफ्नो 3.5 वर्षको सेवकाईमा 21 पल्ट मलाई पछ्याउ भन्नुभयो। मत्ती 4:19, मर्कुस 1:17, मत्ती 8:22, लुका 9:59, मत्ती 9:9, मर्कुस 2:14, लुका 5:27, मत्ती 16:24, मर्कुस 8:34, लुका 9:23, मत्ती 19:21, मर्कुस 10:21, लुका 18:22, लुका 14:27, यूहन्ना 1:43, यूहन्ना 10:27, यूहन्ना 12:26, यूहन्ना 13:36, यूहन्ना 21:19, अन्तमा यूहन्ना 21:22 उहाँले यो लगभग होइन यो उहाँको 3.5 वर्षको सेवा 21 पल्ट उहाँले जहीँ गए पनि आफ्नो चेलाहरूलाई मलाई पछ्याउ भनेर उहाँले भन्नुभयो। उहाँले किन जोड दिनुभयो उहाँलाई पछ्याउने? उहाँलाई पछ्याउनु भनेको ख्रिस्चियन हुनु मात्र होइन, उहाँ जस्तो बोल्नु, उहाँ जस्तो हिँड्नु, उहाँ जस्तो लाउनु हो। आज हामीले के उहाँ जस्तो बोल्छौँ, उहाँले खाएको जस्तो खान्छौँ? उहाँको नितान्त नकल गर्नु हो। अनि प्रेरित साउलले 6 पटक उहाँले भन्नुभयो मेरो नकल गर भनेर। मैले अध्ययन गरेँ, एउटै कुरा पाएँ कि अहिले हामीले मलाई पछ्याउ, इमिटेट मी, डुप्लिकेट मी, फलो मी भन्न हामी सक्दैनौँ। पावलले 6 पल्ट भनेको छ पत्रमा, पहिलो कोरिन्थी 6:16 मेरो नकल गर भनी बिन्ती गर्दछु। आई प्लिड टु इमिटेट मी भन्छ, मलाई नक्कल गर्ने उसले बिन्ती गर्छ। त्यति बेला प्रभु येशू लगायत प्रेरितहरूले के थाहा पाएको थिए? यदि हामीले येशूको नक्कल गरेनौँ भने संसारलाई जित्ने छैनौँ। पहिलो कोरिन्थी 11:21 भन्छ मेरो अनुसरण गर्ने हो, उहाँको नक्कल गर्ने हो। गलाती 4:12 म जस्तो हौ, म जस्तो। अनि फिलिप्पी 3:17 मेरो नमुना पछ्याऊ, होइन मेरो उदाहरण ल्याऊ, म कसरी हिँड्छु, कसरी बोल्छु, कसरी सेवा गर्छु, मेरो नक्कल गर, नमुना पछ्याऊ। पहिलो थेसलोनिका 1:6 हाम्रो र प्रभुको नक्कल गर्ने भयो अथवा हौ। अनि दोस्रो थेसलोनिका 3:7 तिमीहरूले हाम्रो नमुना पछ्याउनु पर्छ। यो पावलले, प्रेरित पावलले, प्रेरित साउलले मण्डलीलाई, तत्कालीन मण्डलीका विश्वासीहरूलाई के गर्छन् त? मेरो नक्कल गर, मलाई पछ्याउने हौ, म जस्तो गर्छु तिमीहरूले पनि त्यस्तै गर। आज धेरैले के भन्छ त? हामी कसरी प्रचार गर्छ, कसरी लुगा लाउँछ, कसरी खान्छ, कसरी हिँड्छ, कुन गाडी चढ्छ, कसरी कुन हौजमा उठ्छ, हामी यो कुराहरूको नक्कल गर्छौँ। तर नितान्त हामीले नक्कल गर्नुपर्ने एउटा मान्छेले ख्रिस्टमा कसरी जीवन जिउँदैछ, कसरी येशूलाई पछ्याउँदैछ, कसरी वचन पालन गर्छ, कसरी वचनलाई आफ्नो जीवनमा उतार्छ। हाउ डज ही डुप्लिकेट द वर्ड अफ गड इन हिज लाइफ भन्ने कुरा हेर्दैनौँ। तर हामी कस्तो लुगा लाउँछ, कस्तो टाई लाउँछ, प्रचार गर्दा उसको हाउभाउ कसो मिमिक्री गर्छौँ। धेरै यस्तो भन्दो रहेछ नि, कपीकेट पनि भन्दो रहेछ। हामी मान्छेको कपीकेट गर्छौँ, मिमिक्री गर्छौँ, तर हाम्रो उनीहरूको लाइफ स्टाइल, हाउ दे डु लिभ इन क्राइस्ट, हाउ डु दे लिभ द वर्ड, त्यो कुरा चाहिँ हामीले नक्कल गर्नुपर्ने छ। अनि म तपाईँहरूलाई अगाडि लान्छु कि आज हामी अगुवाहरू, प्रेरित भनाउँदाहरू, पास्टरहरू, अगमवक्ता भनाउँदाहरू, शिक्षकहरूले मेरो नक्कल गर भन्न सक्छौँ कि सक्दैनौँ? हामी जहाँ जाँदा पनि प्रचार गर्दाखेरि, कुनै चर्चमा जाँदा, कुनै सभामा जाँदाखेरि हामी भन्न सक्छौँ सक्दैनौँ? उनीहरूले हामीलाई हेर्दाखेरि हाम्रो जीवनमा उनीहरूले ख्रिस्ट देख्छन् कि देख्दैनन्? उहाँले हामीले प्रचार गरेको जस्तो वचनमा जिउँछौँ जिउँदैनौँ? त्यो महत्त्वपूर्ण कुरा हो। बाबुआमाहरूले आफ्नो छोराछोरीलाई मेरो नक्कल गर भन्न सक्छौँ कि सक्दैनौँ? म कसरी साडी लाउँछु, कसरी पेन्ट लाउँछु होइन,
बेगी पेन्ट लाउने बाबुले छोराहरूलाई बेगी पेन्ट लाउने बनाउँछ, टाइट पेन्ट लाउने टाइट पेन्ट लाउने बनाउँछ, आमाले जस्तो लाउँछ छोरीहरूलाई त्यस्तै लाउने बनाउँछ। तर ख्रीष्ट येशूलाई कसरी पछ्याउनुहुन्छ, कसरी घर चलाउनु भएको छ, तपाईँले त्यो गर्नु सक्नुहुन्न। त्यो चाहिँ महत्त्वपूर्ण कुरा हो। आज किन परिवारले जवानहरूलाई ख्रीष्टबाट गुमाउँदैछ, किन चर्चहरू साँगुरिँदै जाँदैछ, एकदम साँगुरिन खुम्चिँदै जाँदैछ। कुनै चर्चको एउटा लिमिट 500, त्यहाँदेखि 400, त्यहाँदेखि 300, 200 हुँदा हुँदै शताब्दीको अन्तमा त चर्चको भवनै बिक्री गर्यो अरे भनेर सुन्छौँ। कति दुःखलाग्दो कुरा हो। एउटै कुरा हो, यङ जेनेरेसन किन गुम्दैछ? किनभने ओल्ड जेनेरेसनले फलो अस, इमिटेट अस एज वी इमिटेट जिजस क्राइस्ट भनेर भन्न सक्दैन। हाम्रो स्वार्थले हुनसक्छ, हाम्रो कम्प्लासेन्सीले हुनसक्छ, हामीले त्यो भन्न सकिरहेका छैनौँ। त्यस कारणले गर्दा हामीले यङ जेनेरेसन गुमाइरहेका छौँ। हामीले संसारलाई प्रचार नगरेको होइन। आज क्रुसेडमा हजारौँ लाखौँको क्रुसेडमा हजारौँ मानिसहरूले जीवन दिन्छ, ग्रहण गर्छ। त्यो मानिसहरू चर्चमा नआएर कहाँ गएको छ? किनभने छिमेकीको क्रिस्चियन जीवन जिएको हुँदैन। छिमेकी क्रिस्चियनले चोर्दै ढाँड्दै छकाउँदै मान्छेहरूलाई हिँडिरहेको हुन्छ। त्यो कारण त्यो मान्छेले प्रभु येशूलाई विश्वास गरे पनि उनीहरू चर्च जाँदैन। चर्चले जातपातको कुराहरू, रङको कुराहरू, अनि वर्गको कुराहरू, स्ट्याटसको कुराहरू, अनि शैक्षिक स्तरको कुराहरू, आर्थिक स्तरको कुराहरू, जातीय स्तरका कुराहरू, विभिन्न कुराहरू चर्चमा विद्यमान भएको कारण त्यो मान्छे त्यो चर्चमा आउँदैन। ग्रहण गर्छ, ऊ फेरि ब्याकस्लाइड भएर जान्छ। किनभने विश्वासीहरूले पाउलको नक्कल नगरेको कारण, प्रभु येशूले 21 पल्ट भन्नुभएको कुराहरूलाई आफ्नो जीवनमा नउतारेको कारण। तपाईँ र मैले जीवनमा उतारेनौँ भने सम्भव छैन संसार जित्नको लागि। जति नै ठुलो कुरा गरौँ हामी एउटा चर्चको मान्छे अर्को चर्चमा लान्छौँ होला, तर बाहिरको मान्छेलाई चर्चमा ल्याउन सक्दैनौँ। कारण एउटै हो, किनभने ख्रिस्टको जस्तो जीवन जिउँदैनौँ। आज धेरै क्रिस्चियनहरूले के गर्छ? अर्कालाई हप्काउनु दप्काउनु आफ्नो बपौती ठान्छन्। अर्कालाई थर्काउन धमास दिन बपौती ठान्छन्। प्रभु येशूले त्यो गर्नु भएन, प्रेरित पाउलले गर्नु भएन। आज येशूको स्वभाव बाहिर, पाउलको स्वभाव बाहिर के गर्छ त? क्रिस्चियनहरूले आफ्नो चर्चमा ल्याएको छ। अनि त्यो कसरी हामी जित्न सक्छौँ? पहिलो कोरिन्थी 4:14-15-16 भन्छ, तिमीहरूलाई शरममा पार्नलाई यो कुरा मैले लेखेको होइन, तर मेरो प्यारा बालकहरूलाई जस्तो अर्ती दिनलाई हो। आज हामीले परमेश्वरको वचनलाई अर्तीको रूपमा लिन्छौँ। आज पुलपिटबाट प्रचार गरेको वचनलाई परमेश्वरका जनहरूले अर्तीको रूपमा लिन्छ कि तिरस्कारको रूपमा लिन्छ, छेड हानेको इन्सल्ट गरेको रूपमा लिन्छ? आज महत्त्वपूर्ण कुरा हो। 15 पदले भन्छ, किनकि ख्रिस्टमा तिमीहरूका 10,000 शिक्षकहरू भए पनि तिमीहरूका धेरै पिता त छैन। शिक्षक भन्नाले त्यो मेन्टर हुनसक्छ, शिक्षक, परामर्शदाता, सल्लाहकार, संरक्षक धेरै हुन सक्छन्। याकुबको 3:1-2ले भन्छ, भाइ हो तिमीहरू मध्ये धेरैजना शिक्षक नहौ। हेर्नुहोस्, तिमीहरू मध्ये भनेको छ, एमोङ यु, धेरै शिक्षक नबन, शिक्षक नहौ, किनकि तिमीहरू जान्दछौ हामी शिक्षा दिनेहरूको न्याय अझ कठोर रूपले हुनेछ। म शिक्षा दिन्छु चर्चमा, मान्छेलाई सिकाउँछु भन्नेहरूको न्याय बडो कठोरसँग हुनेछ। किनभने उसले कसरी दिन्छ? किनकि हामी सबै धेरै भुल गर्दछौँ। जुन मानिसले आफूले बोल्ने कुराको भुल गर्दैन, त्यसले आफ्नो सारा शरीरमा पनि लगाम लाउन सक्छ र त्यो सिद्ध मानिस हुनसक्छ। धेरै शिक्षक नहो भन्छ, धेरै मेन्टर नहो भन्छ। मेन्टर हुँ भन्नेले प्रभुको कुराहरू सिकाउनु सक्नुपर्छ, कसरी क्रिस्चियन जीवन जिउनु पर्छ सिकाउनु सक्नुपर्छ। परमेश्वरको वचनबाट, सोक्रातको, प्लेटोको, अनि अर्को को एरिस्टोटल, यिनीहरूको दर्शनबाट सिकाउने होइन। मौजेदुङको, कार्ल मार्क्सको,
दर्शनबाट होइन, गान्धीको दर्शनबाट होइन, प्रभुको वचनबाट सिकाउने मानिस हुनुपर्छ। किनभने इतिहास भइसकेका जसको दर्शनहरू आज काम नलाग्ने भइसकेछ, त्यो दर्शनले मान्छेलाई सिकाएर हुँदैन। त्यसकारण मेन्टर भनेको, शिक्षक भनेको परामर्शदाता हो, एउटा मान्छेको जीवनमा सल्लाह दिन सक्ने, संरक्षण दिन सक्ने। किनकि सुसमाचारद्वारा ख्रीष्ट येशूमा म तिमीहरूको पिता बने। पावलले के भन्छ यहाँ, तिमीहरूको धेरै शिक्षक होला, तिमीहरूको धेरै शिक्षक होला, तिमीहरूलाई सिकाउने धेरै होला। आज यहाँ पनि पवित्र आत्माको बारेमा सिकाउने धेरै होला, दान वरदानको बारेमा सिकाउने धेरै होला, अन्य भाषाको बारेमा सिकाउने धेरै होला। अन्य भाषा बोल्ने चाहिँ होइन है, अन्य भाषा बोल्ने सिकाउने चाहिँ त्यसलाई म गलतै भन्छु। किन अन्य भाषा सिकाइने होइन त्यो। अनि क्रिस्चियन जीवनको बारेमा सिकाउने, मिसनको बारेमा सिकाउने, रणनीतिको बारेमा सिकाउने, सुसमाचार प्रचारको बारेमा सिकाउने, अन्त नितान्त क्रिस्चियन जीवन जिउँदा कसरी जिउनु पर्छ सिकाउने धेरै मेन्टर शिक्षकहरू होला। तर पावलले के भन्छ, तर सुसमाचारद्वारा ख्रीष्टमा चाहिँ तिमीहरूलाई जन्माउने म पिता बने भन्नुहुन्छ। त्यसको मतलब के हो, पावलले धेरै प्रभुमा जन्माएको रहेछ। सबैलाई आत्मिक पिता हुन रहर लाग्छ। विश्वासमा आत्मिक पिता हुने चाहिँ के हो त, के को चिन्ह हो, विश्वासमा ज्येष्ठपन हो, अनि परिपक्वपन, म्याच्योरिटी, अभिभावकपन, गार्जियनसिप, अनि एक्सिलेन्सी देखाउन मन लाग्छ। तर अरूले ख्रीष्टमा जन्माएको अरूको आत्मिक सन्तानलाई मेरो भन्नु पनि के हो त, अपरिपक्व हो। कहाँ ग्रहण गरेर आएको छ, चर्चमा आएर 4 दिन बस्यो, राम्रो बोल्यो, अनि मेरो आत्मिक छोरा हो, त्यो राम्रो होइन। त्यो भनेको के हो त, आत्मिक बाबुहरूले त्यो चाहिँ के हो भने एडप्ट गरेको थियो। किनभने उसको पास्टर मेन्टर बन्न सक्छ, संरक्षक बन्न सक्छ, अभिभावक बन्न सक्छ, तर उसको आत्मिक बाबु हुन सक्दैन। आज कतिले हामीले प्रभुमा ल्यायौँ होला, सबै विश्वासीहरू मेन्टर हुन सक्दैन, तर सबै विश्वासीहरू चाहिँ स्पिरिचुअल फादर हुन सक्छ। किनभने प्रभुमा मानिसहरूलाई डोर्याउन सक्छ। अनि उसले कसलाई जिम्मा दिन्छ, मेन्टरहरूलाई जिम्मा दिन्छ। अनि यहाँ के भन्छ भने, आत्मिक बाबुहरूले अरू सम्प्रदायमा, सेवकाईमा, मण्डलीमा गएको भए तापनि सम्बन्ध राख्नु के हो, राम्रो हो। उनीहरूलाई स्टिल तिमीहरूले मेरो नक्कल गरेका छौ भनेर उसले सम्झाउन सक्छ। रिलेसन हो, बाबु छोराको रिलेसन। दुईजनामा एकजना नगइन्जेलसम्म त्यो रिलेसन रहिरहन्छ। गइसकेपछि मेरो बुवा हुनुहुन्थ्यो भन्छ, मेरो छोरा थियो भन्छ, नमरिन्जेलसम्म रिलेसन रहिरहन्छ। त्यसकारण तपाईँले प्रभुमा ल्याएको मानिसहरू, चाहे तपाईँ जुन सम्प्रदायमा हुनुहोस्, अर्कै सम्प्रदायमा गए, अर्कै मेन्टर लियो अरे, तर स्टिल यु आर फादर टु हिम इन हिज फेथ। तपाईँले के गर्नु पर्यो, उनलाई बेला बेला सम्झाउनु पर्यो। जुनसुकै गुरु थाप, जहाँ जुनसुकै सम्प्रदायमा जाऊ, तर तिमीले प्रभु येशूमा जिउनु है। मैले जसरी तिमीलाई सुसमाचार सुनाएर ल्याएँ, त्यसरी तिमीले पनि अरूलाई ल्याउनु। मेरो तौर तरिकाहरू तिमीले नक्कल गर्नु। हामीले टाइम टु टाइम भन्नु सक्नुपर्छ। हरेक मेन्टरले मैले कसरी तिमीलाई सिकाइरहेको छु त्यो अनुसार जिउनु भनेर भन्न सक्नुपर्छ। अनि आफूले पनि जिउनु पर्यो। 16 पदमा भन्छ, यसकारण तिमीहरू मेरो अनुसरण गर्ने हौ भनी म तिमीहरूलाई आग्रह गर्दछु। किन म 14 देखि 16 मैले जोडेर ल्याउँदैछु, किनभने यसकारण मेरो निम्ति तिमीहरू मेरो अनुसरण गर्नेहरू हौ। हामीले आज म नयाँ विश्वासीहरूलाई भन्दै छुइनँ, हामी कुर्सी तताउने विश्वासीहरू, वर्षौँदेखि प्रचार गर्दै आएको पास्टरहरू, अगुवाहरू, प्रचारकलाई भन्दैछु म, हामीले मेरो अनुसरण गर्ने हौ भन्नु सक्नु पर्यो। हाम्रो विश्वासीहरूलाई, आमा बाबुलाई भन्दैछु, हाम्रो छोराछोरीलाई, धेरै तपाईँ फ्यामिली कन्फरेन्स गरिराख्नु पर्दैन। हाउ टु रेज फ्यामिली तपाईँले गर्नु पर्दैन। सिम्पली तपाईँले गर्नु पर्ने, एज आई लिभ इन क्राइस्ट सो यु हेभ टु लिभ इन क्राइस्ट। लुक एट मी,
भनेर तपाईँले भन्नु थाल्नुहोस्। आफै विश्वासमा बढ्न थाल्छन्। मैले एक ठाउँमा जाँदा थाहा पाएँ, जवान मसिना नानीहरू स्कुलमा गयो अरे, बाइबल स्कुलमा 21 दिन बिताएर आए अरे। अनि आएर त प्रार्थना गर्न छाडे अरे, बोल्न छाडे अरे, सङ्गति जान छोडे अरे। हेर्नुहोस् त, तालिममा गएको आएर त बाइबल पढ्नु छोडे अरे। जबकि तालिममा 3 हप्ता मोबाइल छुनु दिएन अरे। ऊ त आगो बाल्ने विश्वासी भएर आउँछ भनेको त भएको आगो पनि निभाएर पाएछ। किन? हामीले भन्न सक्नु पर्यो, घर राइट फ्रम हाउस, लुक एट अस, इमिटेट अस, हाउ वी लिभ इन आवर फेथ, हाउ वी इमिटेट द वर्ड अफ गड। हामीले भन्न सक्नु पर्यो आमा बाबुले। अनि तालिम दिने शिक्षकले भन्न सक्नु पर्यो, लुक एट अस, इमिटेट अस, होइन, डुप्लिकेट अस, हामीले भन्न सक्नु पर्यो। अनि यहाँ के भन्छ? त्यसरी जब हामी भन्न सक्छौँ, हामी के त मेन्टरहरू हौँ, पास्टरहरू मेन्टरहरू हो, स्पिरिचुअल फादरहरू हो, विश्वासीहरू स्पिरिचुअल फादरहरू हो, अनि फिजिकल फादरहरू पनि हो। जसरी आफूभन्दा आएको पछाडि आउनेहरूलाई हामीलाई हेर, हाम्रो नक्कल गर, हामीले भन्नु सक्नुपर्छ। आज संसारमा किन चर्चहरू खुम्चिँदै जाँदैछ? किन रिइभान्जेलिजम चाहियो? किनभनेदेखिले आमा बाबुहरू विश्वासीहरू वचन अनुसार नजिएको कारण। 1981-82 सालमा म दार्जिलिङको एउटा बाइबल स्कुलमा थिएँ। अनि हामी साँझमा एउटा घरैसी सङ्गतिमा गयौँ। हामी जाँदै थियौँ, अचानक एउटा केटाले छुरी लिएर हामीलाई हमला गर्यो। घोची त हालेन, किन हाम्रो सर हुनुहुन्थ्यो, हाम्रो मेन्टर हुनुहुन्थ्यो हाम्रो अगाडि। उहाँले छाती थापेर जानुभयो। ऊ चाहिँ बिहारी थियो। बिहारीहरू पनि यति बहादुर हुन्छ भन्ने त मैले सोचेको थिइनँ। मासु दुखेन भाग्छ भनेर सुनेको थिएँ, तर उसले छाती थाप्यो। किन? उसको पछाडि 7 जना केटाहरू थियौँ। किन? हाम्रो चाहिँ उनी चाहिँ के हाम्रो अगाडि बहादुर हुनु परेको थियो। उसले एकदम छाती थाप्यो। हेर भाइ, तिमीले त्यसो गर्नुहुन्न भनेर भन्यो। अनि उसले भन्यो, आई हेट क्रिस्चियन्स भन्यो। तर त्यो सरले चिन्दो रहेछ, त्यो जुन घरमा जाँदै थियौँ त्यो घरको छोरा रहेछ। अनि त्यो घरको बाबु चाहिँ, अगुवा चाहिँ त्यो चिया कमानको म्यानेजर थियो। उसले सिधै भन्यो, बाइबलमा एउटा लेखेको छ, बाइबल अनुसार जीवन छैन। अरू के भन्यो म तपाईँहरूलाई भन्दिनँ। त्यो कारण त्यो छोरा ब्याकस्लाइड भएर गएको रहेछ। बाबुले अनि रात दिन कराउँदो रहेछ। होइन, आज त्यो नियति आज हाम्रो घरमा पनि हुनसक्छ, हाम्रो चर्चमा हुनसक्छ। पास्टरको जीवन ठिक नभएको कारण, लेनदेनको मामलामा ठिक नभएको कारण, उठबसको बारेमा ठिक नभएको कारण आज बाइबलहरू पास्टर हेर्नुहोस् त, बाइबल जहिले त्यसले हातमा हुन्छ कि मोबाइल हातमा हुन्छ। जहिले त्यसले आइप्याड खोलेर बसिरहेको छ, जान्दिनँ त्यहाँ बाइबल पढ्दैछ कि के पढ्दैछ, केमा हुन्छ। आज जस्तो पास्टर उस्तै विश्वासीहरू हुन्छ। धेरै अगाडि उखान्छ नि, जैसा गुरु वैसा चेला, दोनों नरक में ठेलाम ठेला अरे। म जान्दिनँ ठेलाम ठेला चाहिँ हुन्छ हुँदैन कता हो। तर म तपाईँहरूलाई भन्छु, मानिसहरूले तपाईँहरूलाई देख्दाखेरि पास्टरले बाइबल पढ्दै गरेको देख्नुपर्छ, प्रार्थना गर्दै गरेको देख्नुपर्छ। प्रभुले तपाईँहरूलाई आशिष दिउन्। अनि यहाँ के भन्छ फिलिप्पी 3:17 भाइ हो, तिमीहरू मेरो अनुसरण गर्ने हौ, हामीमा तिमीहरूले देखेको नमुना अनुसार जिउनेहरूलाई हेर। हालेलुया। के भन्छ? हामीमा तिमीहरूले देखेको नमुना अनुसार जिउनेहरूलाई हेर। आज हामी पास्टरको जीवनमा, प्रेरितको जीवनमा, अनि विश्वासीहरूको जीवनमा, नयाँ विश्वासीहरूले, चर्चको सदस्यहरूले, अनि उसको चेलाहरूले आफ्नो गुरुको जीवनमा अनुकरण गर्ने कुरा पाउँछ कि पाउँदैन? त्यो चाहिँ महत्त्वपूर्ण कुरा हो। त्यो चाहिँ महत्त्वपूर्ण कुरा हो। आज त्यसको कमीले चर्चहरू खुम्चिँदै जाँदैछ। सुसमाचारमा लाखौँ रुपियाँ, करोडौँ रुपियाँ खर्च गरेर पनि मानिसहरू प्रभुमा आएका छैनन्। क्रुसेडमा मानिसहरू इमोसनली मुभ हुन्छ,
प्रभुको प्रेम देख्छ, प्रभुको बलिदान देख्छ, प्रभु भनेर ग्रहण गर्छ, चर्चमा आएको एक हप्ता नभई चर्च छोडेर जान्छ। किनभने विश्वासीहरू के भएको छ, देखाउटी भएको छ, सन्डे टिथ लिएर आएको छ। जय मसीह। हाम्रो नेपालीहरू स्याटरडे टिथ। मैले धेरैपल्ट बताएको मानिसहरूको बारेमा फेरि पनि म तिमीहरूलाई रुँदै भन्दछु कि तिनीहरू क्रुसको शत्रुहरू जस्ता जीवन बिताउँछन्। कति लाज लाग्दो कुरा। आजभन्दा 2000 वर्ष अगाडि यस्ता मानिसहरू पनि चर्चमा थिए। त्यो चाहिँ के भन्थे, क्रुसको शत्रुहरू जस्तै जीवन जिउँथे। उनीहरूले येशूको विरुद्धमा बोल्दैन थियो, तर उनीहरूको जीवनशैली येशूको विरुद्धमा बोल्ने जस्तो जीवन थियो। विनाश तिनीहरूको अन्त्य हो, पेट तिनीहरूको ईश्वर हो। तिनीहरू आफ्नो शरममा गौरव गर्दछन् र तिनीहरूको मन संसारिक कुरामा लागिरहन्छ। आजभन्दा 2000 वर्ष अगाडि पेट चाहिँ तिनीहरूको ईश्वर थियो। खान्थे पिन्थे भनेको होइन, यो एउटा एलोगोरिक कुरा हो। जीवनको लागि म त सोच्ने, कसरी जीवनबारे, कसरी जिउने, के लाउने, के खाने भनेर म त सोच्ने। अनि तिनीहरू आफ्नो कुराहरू अभिव्यक्तिहरू प्रकट गर्नको लागि शरम पनि नमान्नेहरू धेरै तपाईँहरू विश्वासीहरू देख्नुहुन्छ नि। तिनीहरूको मन जहिले संसारिक कुरामा लागिरहेको छ। कसरी कमाउने, कसरी थुपार्ने, कसरी जोड्ने, यस्तै कुरा मात्र लागिरहेको हुन्छ। अनि यस्तो मान्छेले सुसमाचार सुनाउँदा, के मान्छेले सुसमाचार सुनेर ग्रहण गर्दा त्यो मान्छेको उन्नति हुन्छ, ऊ पनि त्यो विश्वासी पनि त्यस्तै हुन्छ। अनि 19मा विनाश तिनीहरूको अन्त्य हो, पेट तिनीहरूको ईश्वर हो भने। अनि पहिलो तिमोथी 6:5 भन्छ, बुद्धि भ्रष्ट भएका र सत्यबाट अलग भएका मानिसहरूको माझमा कचिङ्गल उठाउँछ। कस्तो मानिसहरू? बुद्धि भ्रष्ट भएको अनि सत्यबाट अलग भएको। यो क्रिस्चियनहरूलाई भन्दैछ, क्रिस्चियनहरू बुद्धि भ्रष्ट भयो भने, सत्यबाट अलग भयो भने तिनीहरू कचिङ्गलको बिचमा जिउँछन्। अनि के भन्छ, अनि भक्ति चाहिँ फाइदा उठाउने उपाय हो। चर्चमा जानु भनेको फाइदा उठाउनु हो। चर्चमा गयो भने फाइदा हुन्छ, आत्मिक वृद्धि, आशिषको कुरा होइन, के पाइन्छ कि भन्ने सोचमा आउन थाल्छ। तीतस 1:11 भन्छ, यिनीहरूको मुख बन्द गर्नुपर्छ, किनकि तिनीहरूले नीच लाभको लागि सारा परिवारलाई खल्वाइरहेका छन्। नीच फाइदाको लागि के हुन्छ म तपाईँहरूलाई बताउँदिनँ। कति तपाईँहरूको घर घरमा आएको होला, चर्चमा आएको होला, नीच लाभको लागि। अनि यस्तो शिक्षा तिनीहरूले दिनु हुँदैन थियो। दोस्रो पत्रुस 2:2-3 भन्छ, धेरैजनाले तिनीहरूका विलासी आचरणको अनुसरण गर्नेछन्। तिनीहरूको लाइफस्टाइल हेर्नुहोस्, हामी विश्वासीहरूको लाइफस्टाइल विलासी छ। मलाई अचम्म लाग्छ, सबै कुरा प्रभुले हामीलाई दिनुभएको, हाम्रो लागि बनाइएको। टोटली गलत कुरा हो त्यो, टोटली गलत कुरा। आजभन्दा धेरै वर्ष अगाडि जेनरल फोर्ड गाडी बनायो। अर्कोले के गाडी, होन्डाले होन्डा गाडी, मित्सुबिसीले मित्सुबिसी गाडी, अनि टोयोटाले टोयोटा, त्यो मान्छेको नामको पछाडि राखिएको गाडीको नाम हो। इभन टेस्ला पनि न्युयोर्कमा एउटा अस्ट्रियाको एउटा चेकोस्लोभाकियाको एउटा वैज्ञानिक आएछ। उसले बस्यो, ऊ एकदमै इनोभेटिभ मान्छे थियो, अनि उसको नाममा टेस्ला बन्यो। यो सबै हाम्रो लागि हो भनेर धेरैले सोध्छन्। राम्रो फेब्रिकहरू हाम्रै लागि हो सबै। प्रभुले हामीलाई कहिले पनि गरिब हुनु भन्नुभएको छैन। जहिले तहिले एकदमै सजिएर हिँड्नु, जहिले तहिले हाई लेभलको हुनु भन्नुभएको छ। यो एउटा विलासीपन हो प्रियहरू। कति प्रोस्पेरिटी थियोलोजी भन्ने साथीहरूलाई अलि अप्ठ्यारो लाग्छ होला यो कुरा। हेर्नुहोस्, एउटा मान्छे गरिब हुन्छ भने स्पष्ट त परमेश्वरले कसैलाई गरिब हुनु भन्नुभएको छैन। तर एउटा मान्छे गरिब हुन्छ भने उनले परमेश्वरको वचनलाई सठिक तरिकाले जीवनमा प्रयोग नगरेको कारण परमेश्वरको आशिष उसको जीवनमा नआउन सक्छ र ऊ गरिब रहन सक्छ। तर ऊ धनी हुन्छ भने कतिपल्ट उसले विभिन्न तरिकाले पनि धनी हुन्छ। म अर्को पाठमा तपाईँहरूसँग कुरा गर्नेछु यो, किनभने युनिभर्सल इन्कम र डिभाइन इन्कम। अनि डिभाइन इन्कम जहिले पनि डरलाग्दो हो। त्यो कसो हुन्छ, फ्ल्यासी हुन्छ। कतिले चाहिँ
डेभिलिस इन्कमलाई पनि डिभाइन इन्कम भनेर सोचिरहेको हुन्छ। अनि म्याक्सिमम आज प्रभुले हामीलाई रुपियाँ पैसा दिनुभएको, गाडी दिनुभएको, घर दिनुभएको, एकदमै प्रशस्त गरी हुने दिनुभएको भनेर कतिजनाले चाहिँ डिभाइन इन्कम भनेर डेभिलिस इन्कमलाई अप्नाइरहेको हुनसक्छ। त्यो म अर्को समय भन्ने छु यो बारेमा। र मत्ती 2:3 भन्छ, होइन, विलासी आचरण गर्छ तिनीहरूले को कारण सत्यको मार्गको बदनामी हुनेछ। आज सत्यको मार्गको बदनामी क्रिस्चियनको माझमा मात्रै होइन, अक्रिस्चियनको माझमा भएको छ। त्यसै कारण तिनीहरूले क्रिस्चियनहरूको नकल गर्दैनन्। लोभको बसमा परेर तिनीहरू झुट्टा कुरा बनाएर तिमीहरूबाट फाइदा उठाउने छन्। बाइबलले आजमा 2000 वर्ष अगाडि भनेको, कतिले झुट्टा गवाईहरू भनेर, कति विश्वासीहरू, म यात्रा गरिरहँदा धेरै विश्वासीहरूको चोट मलाई सुनाउँछन्, हामीले यस्तो गऱ्यौँ उस्तो गऱ्यौँ तर होइन रहेछ नि भनेर। अनि म जहिले पनि भन्छु, इन्डिभिजुअली तपाईँको रिलेसन छ भने, पर्सनल प्राइभेट रिलेसन छ भने, सबैभन्दा त्यो जसलाई सहायता गर्दै हुनुहुन्छ त्यहाँको स्थानीय पास्टरबाट बुझ्नुहोस् उसको जीवन के हो, इज इट ट्रु कि फल्स हो, बुझ्नुहोस्। डिसिभर हो कि। धेरै मान्छेले के गर्छ त, त्यसरी झुट्टा गरेर फाइदा उठाइरहेको हुन्छ भनेर भन्छ यहाँनिर। अनि तिनीहरूको दण्डको कुरा अघिबाटै निर्णय भइसकेको छ, तिनीहरूलाई विनाशको कुरा जागै छ। तपाईँलाई मैले बुझ्नु पर्यो। मत्ती 23:2-3 शास्त्रीहरू र फरिसीहरू मोसाको आसनमा बस्दछन्, किनभने साइनागोगमा जहिले पनि ढोकाको छेउमा एउटा ढुङ्गाको एउटा बस्ने ठाउँ हुन्थ्यो, त्यसलाई के भन्थ्यो भने मोसाको आसन भनिन्थ्यो। यसकारण तिनीहरूले भनेको कुरा गर। त्यही कारणले मोसाको आसनमा बसेर व्यवस्थाको कुरा गरेको कारणले तिनीहरूले भनेको कुरा गर, मान, तर तिनीहरूले गरेको जस्तो चाहिँ नगर है। त्यो फरिसीहरूले भनेको कुरा मान, गर, किनकि तिनीहरूले मोसाको आसनमा बसेर व्यवस्था सिकाइरहेको छ। तर तिनीहरूले चाहिँ कसरी जे गर्छ त्यो चाहिँ नगर, किनकि तिनीहरूको शिक्षा त दिन्छन्, त्यसअनुसार गर्दैनन्। प्रभु येशूले 2000 वर्ष अगाडि भन्नुभयो, हामी पनि शिक्षा दिन्छौँ, तर दिएको शिक्षा अनुसार गरेनौँ भने तपाईँ र मैले चेला बनाउन सक्दैनौँ। आज हामीले सोच्नु पर्यो यो कुरा। तीतस 2:7-8 भन्छ, सबै कुरामा असल कामको नमुना भई तिमीले आफूलाई देखाऊ र तिम्रो शिक्षामा इमान्दारिता, गम्भीरता, कसैले निन्दा गर्न नपाउने ठिक बोली होस्, ताकि हाम्रो विरुद्धमा खराबी बोल्ने कुरा केही नभएकोले हाम्रो विरोधीहरू शरममा परोस्। सबै कुरा काम नमुना भए तिमीले आफूलाई देखाऊ। हामीले देखाउनु पर्यो, नमुना हुनु पर्यो। क्रिस्चियनहरू नमुना हुनु पर्यो, पास्टर अगुवाहरू नमुना हुनु पर्यो चर्चको निम्ति, विश्वासीहरू अरू नयाँ विश्वासीहरूको निम्ति, समाजको निम्ति नमुना बन्नु पर्यो। आमा बाबु र घरमा नमुना हुनु पर्यो। आमा बाबु 11 बजीसम्म सुतेर छोराछोरीलाई उठेर काम गर भन्दा मान्छ र? हुँदैन नि। नमुना हुनु पर्यो। म नमुना हुनु पर्यो, मेरो श्रीमती नमुना हुनु पर्यो, हामी नमुना हुनु पर्यो। हाम्रो घर राम्रो कपल कन्फरेन्स गरेर, फ्यामिली कन्फरेन्स गरेर केही पनि हुँदैन यदि हामी आमा बाबु नमुना हुन सकेनौँ भने, दाजु दिदी नमुना हुन सकेनौँ भने, छोराछोरी भाइ बहिनीले प्रभुलाई पछ्याउँदैन। रिभाइभल कन्फरेन्स गरेर, रिभाइभल मिटिङ गरेर के फाइदा छैन यदि पास्टर अगुवाहरू नमुना बन्न सकेनन् भने। दशंश ल्याऊ भनेर प्रचार गरेर दशंश आउँदैन यदि लेनदेनको मामलामा, हिसाब किताबको मामलामा पास्टर अगुवाहरू इमान्दार भएन भने, नमुना बनेनन् भने। हामी नमुना बन्न आवश्यक छ। बाइबलले त्यही भन्छ, तिम्रो शिक्षामा इमान्दारिता र गम्भीरता देखाउनु पर्यो। हाम्रो शिक्षामा कसैले निन्दा गर्न नपाउने ठिक बोली हामीले बोल्नु पर्यो। कस्तो मानिसहरूको अनुकरण गर्ने त? हिब्रू 6:11-12 हामी चाहन्छौँ कि तिमीहरू प्रत्येकले आफ्नो सम्पूर्ण आशा प्राप्त गर्नको निम्ति अन्त्यसम्म त्यही तत्परता देखाउनेछौ। यस उद्देश्यले कि तिमीहरू सुस्त हुने छैनौ, किनभने हामी अन्त्यसम्म तत्परता
प्रयासरत रह्यौँ भने हाम्रो आशा प्राप्त गर्नको लागि हाम्रो आशाका डिफ्रेन्ट स्टेजहरू छ। हाम्रो आशा एउटा आशा सकिँदैन। हाम्रो महिमित आशा येशू ख्रीष्ट हुनुहुन्छ अनि महिमित आशा येशू ख्रीष्ट भन्दाखेरि र्याप्चर पनि हाम्रो महिमित आशा हो। अनि हाम्रो विश्वासले हामीले दाबी गरेको कुराहरू पाउँछौँ भन्ने हाम्रो आशा हुन्छ अनि त्यो प्राप्त गर्न तत्परता हामीले अन्त्यसम्म देखाउनु पर्यो। तर तिनीहरूको अनुकरण गर्नेछौ जुनहरू विश्वास र धैर्यद्वारा प्रतिज्ञाको हकदार हुन्छन्। हामी त्यस्ता मानिसहरूको अनुकरण गर्नु पर्यो जुन मानिसहरूले विश्वास र धैर्यताद्वारा हैन विथ फेथ एन्ड लङ सफरिङ, अर्को भाषामा विथ फेथ एन्ड पर्सिभरेन्स उनले प्रतिज्ञाहरू आफ्नो जीवनमा प्राप्त गरेको छ, दायाँ बायाँ गरेको छैन। यस्तो मानिसहरूको हामीले नकल गर्नु पर्यो, पछ्याउनु पर्यो। पहिलो पत्रुस 5:3 भन्छ तिमीहरूको जिम्मामा रहेका अधिकार जमाएर होइन तर बगालको निम्ति उदाहरण भएर पास्टर अगुवाहरू पनि आफ्नो जिम्मा भएको मानिसहरूलाई हप्काएर दब्काएर अधिकार जमाएर नोकर चाकर जस्तो होइन तर उदाहरण भएर चाहिँ उनीहरूलाई रेखदेख गर्नु पर्यो। त्यसै भन्छ के भन्छ त संसारको अगुवाहरूले के गर्छ पछाडिबाट ठेल्छ अरे, तर क्रिस्चियन अगुवाहरूले फलो मी भन्छ अरे, इमिटेट मी, डुप्लिकेट मी, फलो मी भनेर अगाडि जान्छ अरे। यो अगुवापन चाहिँ के हो त क्रिस्चियन अगुवापन हो। पहिलो तिमोथी 4:16 भन्छ आफ्नो विषयमा होशियार बस्छ, आफ्नो शिक्षाको विषयमा होशियार बस्छ। जोसमा आएर वचनमा नभएको कुरा सिकाएर काम छैन, त्यसले एक दिन तपाईँलाई फेला पार्छ। के बोल्नुहुन्छ होशियार गर्नुहोस्, कस्तो किसिमको जीवन जिउन होशियार गर्नुहोस्। प्रभुले हामीलाई क्षमा गर्नुभयो, प्रेम गर्नुभयो भनेर हामीले लापरवाही जीवन, लापरवाही रहनसहन, लापरवाही पहिरन लगाएर पुलपिटमा उफ्रेर हुँदैन। प्रभु तपाईँको मुखबाट आएको परमेश्वरको वचनबाट काम भइरहेको होला। प्रभुले तपाईँको जीवनशैली होइन तर तपाईँको मुखबाट निस्केको आफ्नो वचनलाई आदर गरेर सम्मान गरेर उहाँले काम गर्नुभएको हो। तर अन द लास्ट रन तपाईँको इन्साफ हुनेछ। बाइबलले भन्छ यी कुरामा लागेर यसो गर्नाले तिमीले आफैलाई र शून्यहरूलाई समेत बचाउनेछौ। आफ्नो विषयमा आफ्नो शिक्षामा हामी होशियार बस्नुपर्छ। आजभोलि शिक्षाको बारेमा सोच्दैनन्, भएको नभएको कुराहरू गर्छन्, बाइबलमा नआएको। तपाईँले बोलेका हरेक वचनहरूलाई, तपाईँले सिकाएको हरेक टपिकहरू, सब्जेक्टहरूलाई एटलिस्ट परमेश्वरको वचनबाट 3वटा पदले तपाईँले पुष्टि गर्नुपर्छ। आज मैले सुने क्रिस्चियन संसार छोड्ने बित्तिकै स्वर्ग जाँदैन अरे, प्रभुको साथमा जाँदैन अरे, अनि कुनै कहाँ बस्छ र येशू आउँदा मात्रै जान्छ अरे र्याप्चरको बेलामा त। अनि त्यहाँ बाइबलमा कहाँ छ भनेर मैले 11 पल्ट बाइबल पढेँ, पाइनँ कहीँ पनि। त्यस्तो लेखेको पाइनँ मैले कहीँ पनि। 11 टाइम्स पढेँ पहिले बाइबल। अनि मैले यसो सोचेँ किन एलोन मास्कले मार्समा मङ्गल ग्रहमा जाने बस्ती बसाउने सायद त्यतातिर राख्नको लागि हो कि जस्तो लागेर आयो। कहाँ जान्छन् त अहिले? मैले बाइबलमा खोजेँ, पाइनँ। तर आज कति प्रभुका दासहरू उफ्री प्रचार गर्छन्, क्रिस्चियन मर्ने बित्तिकै अर्कै ठाउँमा जान्छ, प्रभुको साथमा जाँदैन। तर मैले 11 पल्ट बाइबल पढ्दाखेरि हरेक पल्ट पढ्दाखेरि सेन्समा प्र्याक्टिकल्ली एलोगोरिकली एउटा क्रिस्चियन संसार छोड्ने बित्तिकै प्रभुको साथमा हुन्छ भने मैले पाएँ। तर अर्को ग्रहमा जान्छन्, होशियार आफ्नो शिक्षाबाट, बाइबलमा नभएको शिक्षाहरू जोसमा आएर। आज पावलले आफ्नो जीवनमा 3 पल्ट मात्र प्रभुसँग उसको जम्का भेट भयो। आज कति हाम्रो माझमा प्रभुका दासहरू छन्, हरेक बिहान भेट हुँदो रहेछ प्रभुसँग। सपना भेट हुन्छ के होला, हरेक बिहान भेट हुन्छ, खाजा खाने बेलामा, दिउँसो आराम गरेको बेलामा।
होशियार आफ्नो बारेमा र आफ्नो विषयमा हामी होशियार। हामी क्रिस्चियनहरू सुसमाचार हौँ। हाम्रो आफन्तहरूको निम्ति, हाम्रो साथीभाइहरूको निम्ति, हाम्रो समाजको निम्ति संसारले हामीलाई पढ्छन्। तपाईले येशूको बारेमा बोल्नु सक्नु भएन भने पनि तपाईको जीवनशैली बोल्छ। अनि मानिसहरुमा एउटा इन्ट्रेस्ट, एउटा एट्र्याक्सन मानिसहरूले पाउँछन्। अनि किन चाहिँ तिमी यस्तो छौ भनेर सोध्छन्। किन तिमी आशिषित छौ, किन तिमी आपद विपदमा पनि शान्त छौ, किन यस्तो समयमा पनि तिमी आत्तिएका छैनौ सोध्छन्। त्यति बेला भन्न सक्छ एउटा क्रिस्चियनले, आई ट्रस्ट इन द लर्ड, येशूमा मेरो भरोसा छ, उहाँले मलाई जोगाउनुहुन्छ, बचाउनुहुन्छ। जसरी पावललाई उसको जहाज र्याक भएर कति साह्रो गाह्रो भएको थियो, मान्छेले 14 दिन खाएकै थिएन। पावलले भन्छ खानुहोस्, यो खानुहोस्, किनकि हामी केही हुने छैनौँ। रोटी चुडायो, धन्यवाद दियो प्रभुलाई, अनि सबैलाई, किनभने प्रभुले मलाई भन्नुभयो। अनि उनीहरू ढुक्क पावललाई हेऱ्यो। उनीहरूले 14 दिनसम्म मान्छेहरू आत्तिएर निद्रा त किन हुन्थ्यो, भोकै हराइसकेको थियो। तर पावलले के भन्छ, मेरो प्रभुले मलाई भन्नुभएको छ। पावल ढुक्क थियो। आज हाम्रो आपद विपदमा, अभाव र खाँचोमा हामी आत्तिएका छैनौँ भने संसारको मानिसले हामीलाई देख्छ, हेर्छ। हामी सुसमाचार हौँ। फिलिपिएको 17, केवल तिमीहरूको जीवनको चाल ख्रिस्टको सुसमाचार योग्य होस्। अनि ख्रिस्टको सुसमाचार योग्य कसरी हुन्छ? केवल येशूको अनुकरण गरेर हुन्छ, येशूको अनुसरण गरेर हुन्छ। ख्रिस्टमा सुसमाचारको योग्य जिउन सक्छौँ। येशूलाई पछ्यायौँ भने मात्र, येशूको नक्कल गऱ्यौँ मात्र, प्रेरित पावलको नक्कल गऱ्यौँ भने मात्र, प्रेरित पत्रुसको नक्कल गऱ्यौँ भने मात्र, प्रेरित याकूब, प्रेरित मत्ती, प्रेरितहरूको जीवनको नक्कल गऱ्यौँ भने मात्र के हुन्छौँ? हामी सुसमाचारको योग्य हुन्छौँ। त्यसकारण आज तपाईँ र मैले येशूलाई पछ्याउनु पर्यो, पावललाई पछ्याउनु पर्यो। अनि हामीले हाम्रो विश्वासीहरूलाई मलाई हेर, मलाई पछ्याउ, मेरो नक्कल गर भन्न सक्नु पर्यो। यो हामीले गऱ्यौँ भने, पास्टरले गर्न थाल्यो भने, अगुवारले गर्न थाल्यो भने रिभाइभल कन्फरेन्स राख्नु पर्दैन। विश्वासीहरूमा रिभाइभल आउँछ, जागरण आउँछ। आमा बाबुले आफ्नो छोराछोरीहरूलाई हामीलाई हेर कि कसरी हेर, प्रार्थना गर्दै गरेको हेर, बाइबल पढ्दै गरेको हेर, आपद विपदमा पनि धैर्यतासँग खडा भएको हेर, छिमेकीले आएर ढुङ्गा हाल्दा पनि क्षमा दिँदै गरेको हेर, अरूले श्राप आशिष दिँदै गरेको हेर। यो गर्यो भने फ्यामिली कन्फरेन्स गर्नु पर्दैन। नभए सालै पछि 3वटा फ्यामिली कन्फरेन्समा जाऊ, सालै पछि। अनि अन द एन्ड के हुन्छ? त्यो परिवारको छोराछोरी गुमेर जान्छ, किनभने आमा बाबु चाहिँ पछ्याउन योग्यको जीवन जिएनन्, नक्कल गर्न सकेनन्। कपल कन्फरेन्स, श्रीमानले भन्न सक्नु पर्यो श्रीमतीलाई, इमिटेट मी, प्रभुको वचनमा मेरो नक्कल गर भन्नुभएको छ। अनि श्रीमतीलाई भन्न सक्नु पर्यो हाउ टु लिभ, होइन, हाउ टु बी ए गुड हस्बेन्ड, लुक एट मी, होइन। श्रीमतीले पनि श्रीमानलाई भन्न सक्नु पर्यो। नत्र महिनै पछि कपल्स कन्फरेन्समा जानुहोस्। मैले धेरै कपल कन्फरेन्समा जानेहरू देखेको छु, फ्यामिली कन्फरेन्सहरूमा जानेहरू देखेको छु। त्यो एउटा फेसन भएको छ अहिले नेपालमा, नेपाली जगतमा एउटा फेसन भएको छ। कतिलाई यो सुन्दा मजा लाग्दैन होला, तर एउटा फेसन भएको छ। बटम लाइन के हो त? हामीले येशूको नक्कल गर्नु पर्यो, येशूलाई पछ्याउनु पर्यो। मैले देखेको छुइनँ कसरी येशूलाई पछ्याउनु। येशूको वचन पालन गर्नु पर्यो, पावललाई पछ्याउनु पर्यो। तब हाम्रो जीवनमा परिवर्तन आउँछ। हामीलाई हाम्रो समाजले पढ्छ, हाम्रो आफन्तहरूले पढ्छन्, पास्टर अगुवारलाई विश्वासीहरूले पढ्छन्। तपाईँले हामीले प्रचार गरेको जस्तो हाम्रो जीवनशैली हुनु पर्यो। आमेन। परमेश्वरले तपाईँहरूलाई आशिष दिनुभएको होस्। सबैलाई जय मसीह।